तपाईहरुले अहिले नदेख्नु भयो जस्तै मैले पनि 2 दिन भयो पारी कन्याम र पाथिभारा डाँडा नदेखेको हो। यस्तै छ आजभोलि इलामको मौसम। यस्तै मौसममा हामी आमा छोरी टनेलमा क्यामेरा सँगै छौं। तपाईहरु धेरैलाई त थाहा छ हाम्रो नर्सरी छ मेवाहाङ्स नर्सरी। विभिन्न फूल खास गरी गोदावरीको बिरुवाहरू हामी धेरै ठाउँहरुमा विभिन्न माध्यमबाट पुर्याउँदै आइरहेका छौं। तपाईहरुलाई पनि आवश्यक परे व्हाट्सएपको नम्बर र टिकटक आइडी मेन्सन गरेको छु है। आजको हाम्रो काम केही फूलहरु नै रोप्ने थियो। बाबाले मल माटोको मिश्रण तयार गरिदिनु भएपछि मामु र म गमला भर्दै बिरुवा रोप्न लाग्यौं। म त भन्छु बाबा मामुले अहिले हामी पछि अरु बच्चाहरु हुर्काउँदै हुनुहुन्छ। फूल पनि त बच्चा जस्तै हो, रोपेर मात्र भएन, त्यसको लागि आवश्यक कुराहरु हेरचाह सबै आफैले समयअनुसार थाहा पाएर गर्न सक्नुपर्छ। अनि त्यो सबै बाबा मामुले गरिरहनु भएको छ। म त कहिलेकाहीँ घर आएको बेला 1-2 पट भर्ने, पानी लगाउने, जाने अनि फूल फुलेको बेला फोटो खिच्ने मात्र हो। अझै अरु टनलहरु पनि छन्, एक दिन अवश्य टुर गराउँछु है। आज हामीले रोपेको फूल चाहिँ धेरै पुष्प पारखीहरुले त थाहा पाइसक्नुभयो। तैनी यो चाहिँ हाइब्रिड सयपत्री हो, होचोमा फुल्ने। अनि यो बेच्न चाहिँ होइन है। यसरी नै 36 पट जति रोपेर जाडो खाल्ने काम गरेर आजको दिन बिताइयो। भोलि पर्सि बाँकी नै छ है। सी यू।